आज बिहानै हामी काठमाडौँबाट ललितपुरको थैवा स्थित एउटा भैँसी गोठमा चाहिँ भ्रमणका लागि पुगेका छौँ। सो गोठमा गाई, बाख्रा र पाडापाडीहरू पनि थिए। दिनभरि गोठमै बसिरहँदा बाख्राहरूको गतिविधि एकदमै रमाइलो थियो। हामी दिनभरि बाख्राहरूको गतिविधि लगायत अरू पाडापाडीहरूको गतिविधि हेर्दै रमायौँ। त्यस पश्चात गाई भैँसीहरूलाई चाहिँ राति बाँध्नका लागि बनाइएको यो थलो अवलोकन गऱ्यौँ। एकदमै व्यवस्थित तरिकाले बनाइएको छ। वरिपरिको दृश्य एकदमै हेर्न लायक थियो। उग्रेको आकाश एकदम सफा, एकदमै राम्रो देखिन्थ्यो। धुवा धुलोबाट एकदमै पर सफा मौसम। एक दिन यसरी काठमाडौँबाट टाढा जाँदाखेरि साह्रै रोमाञ्चित आभास भइरहेको थियो। त्यहाँ अवलोकन गरिरहँदा हाम्रो लागि आकर्षकको केन्द्र रह्यो यो पाडो। त्यतिकैमा हाम्रो नजर यी बाख्राहरूले खाएको भुसमा पर्यो। यति मजाले भुस खाइरहेका थिए। ओहो, एकदमै रमाइलो आभास भइरहेको थियो उनीहरूलाई। यता सँगसँगै दुईटा पाडाहरू पनि मस्त थिए खानामा। गाउँमा गाई, भैँसी, बाख्राहरू पालेरै हुर्किएका हामी यो गतिविधि नौलो भने होइन, तर लामो समयसम्म काठमाडौँ बसाइका क्रममा यस्ता गतिविधिहरू नदेखिएकाले हामी एकदमै रमाइरहेका थियौँ। पाडो आफ्नै धुनमा छ। एकदमै उसलाई आनन्द आइरहेको छ। घाममा बसेर जिब्राले एकदमै कनाउँदै सन्च मान्दै बसिरहेको छ। दृश्यहरू यति रमाइला थिए कि यो पाडोलाई समाएर नखेलाइरहन सकिनँ मैले पनि। यति क्युट, यति राम्रो छ। आहा, 4 दिनको बच्चो साह्रै रहर लाग्दो छ। यी सबै गतिविधिहरू क्यामेरामा कैद गरेर म अगाडि बढ्दै गर्दाखेरि यो पाडो डरायो। यी गाईहरूले फाफा फुफु गर्न थाले, हानुलाजै गर्न थाले। भैँसीहरूले त्यसै गरे। कारण के रहेछ भने इन्सुरेन्स गर्ने मान्छे आएर यो कानमा ट्याग लगाएर उसले फोटो खिच्ने रहेछ। फोटो खिच्दाखेरि उसलाई त्यो दुखाइ महसुस गरेर चाहिँ त्यही मान्छे आयो भन्ठानेर फाफा फुफु गर्दो रहेछन्। उसलाई क्यामेरा तेर्साउनु नहुने रहेछ। यता बुवा भने त्यही पाडोसँग खेल्दै हुनुहुन्छ। अघि म खेलिरहेको थिएँ, अहिले बुवाको पालो छ। बुवा मस्त हुनुहुन्छ। पाडो सन्च मानिरहेछ। भैँसी ब्याएको जम्मा 4 दिन भएको, बिगौती छोड्ने त कुरै भएन। हामी बिगौतीतिर लाग्यौँ। अब बिगौती खाएर हामी 2:30-3 बजीको आसपासमा उकालो लाग्यौँ। हामी घर फर्किने थियो। बाटामा काठमाडौँका राम्रा राम्रा दृश्यहरू देखिन्थे।
त्यो हेर्दै निहाल्दै क्यामेरामा कैद गर्दै हामी घर फर्क्यौँ।